साथीहरू आज टिपर पल्ट्यो अरे भन्छ हाम्रो कम्पनीको होइन मिसिन पनि हिँड्दैन यार चाँडै जाउँ भन्दाखेरि छन् त माथि एउटा स्काइवाटर छ आज एकदम दुःखद घटना कम्पनीमा विश्वकर्मा बाबाले ड्राइभरलाई चाहिँ ठिक होस् होइन गाडी घोडा भने त अर्को बनाउला अर्को किनौला यस्तो पाखामा छ काम हाम्रो मान्छेहरूले ड्राइभर भनेर अति हेप्छन् यो मुला ड्राइभर भन्छन् हेप्छन् यस्तो धरापमा गाडी लिएर हिँड्नुपर्छ कसलाई के थाहा गुरुजी चाहिँ ठिकै छ होइन अब हामी यो गाडी बनाउने उठाउने सुरसार बसिरहेका छौँ होइन म आफैले मोबाइल समाएर आफैले भिडियो बनाउनु मिल्दैन उठाउनु पऱ्यो गुरुलाई त्यो मिसिनले उतैबाट ताने हुन्छ तान्दा हुन्छ ह्यान्डब्रेक झार राखेको छ होइन उ त तानेर त फेरि ग्राममा बस्ला नि बस्दैन ग्राउन्ड जाला नि जाँदैन भने तर म हामीले त अलिकति माटो हाल्यो त आफूलाई चाहिँ अग्लो बनाएको अल्को नबनायो भने हुन्छ बिस्तारै झऱ्यो ताने हुन्छ क्या अघि नै उठायो भने हुन्थ्यो गाडी न्युट्रलमा छैन होइन गाडी न्युट्रलमा होला त्यो तलतिर जाला तपाईँ त ठिक छ नि कुरो होइन तपाईँलाई ठिक छ नि त्यो धाला तान्नु न कुरो हुन्छ जाँदैन भने तानी हेर्नुहोस् त एकचोटि हेरौँ तलबाट अर्कोले पछाडिबाट ओड दिँदै आउनुपर्छ पर्दैन अनि के अरे निमडोलमा ह्यान्डब्रेक झार मिल्छ होला नि दाइ कस्तो यो त जाँदैन त माट्न हाल्यो भने हेलो तान तान पहिला बिस्तारै तान्नु है पऱ्यो क्या त उठ्छ यो गाडी मजाले उता उता पाड सर्नु कुरो अब भित्र जान्न उसले अब थिचिरहेको छ नि त कहीँ जानु तिमी वन गाडी स्टार्ट न ह्यान्डब्रेक चाहिँ झार्दैन फेरि त्यहाँ दाम पुग्यो भने दाम निकालिदिउँ न
च्यासीसँग त यो सबै कुराहरू त एउटै छैन नि ठाउँ यस्तो कोही हो तपाईँलाई के भएन नि गुरु के हुँदैन टिपर त त्यो बुम बिस्तारै झार्नु त गुरु स्टार्ट नगरिकन ल गुरु तपाईँलाई धेरै धेरै धन्यवाद है हाम्रो गाडी उठाइदिनु भएकोमा ठिक छ नि गुरु हाम्रो चाहिँ यो एकदम स्काइडर गुरु एकदम सोझो भात पनि खाँदैन घुम बिस्तारै बिस्तारै यो माटो नहाले भए हुन्छ क्या हाल्नु लागि घन्टैसँग सम्म बनाउनु भनेको माटो हाल्नु मैले गाडी कोल्टे मात्र गर्नु यस्तो